बागबजार जाँदैछौँ। अब दामी देखिरहेछ भ्यूहरू काठमाडौँको गाडी आइपुग्यौँ हामी। सोपिङ गर्न यता आउनुपर्छ सस्तो सस्तो भाइको वेलकम ब्याक टु माई च्यानल है। सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। अनि हामी चाहिँ अहिले खाना खाएर यसो वाकमा हिँड्दैछौँ। अनि यता दाइहरू हुनुहुन्छ है, बागबजार जाँदैछौँ। अब यस्तो छ नाइट भ्यू, अगाडिको भ्यू देखाउनु बाँकी नै छ। यता बाटोतिर पुरै हामी चाहिँ खाना खाएर टक्क पेट घटाउन हामी चाहिँ हिँडेको छौँ। खाना खाएर जसरी भएन हेल्थको लागि चाहिँ एकदम राम्रो हुन्छ। कस्तो दामी हुन्छ है काठमाडौँमा जे राति हेर्न चाहिँ मजा हुन्छ। सफा छ काठमाडौँ, सफा छ जस एकदम। अहिले ट्राफिक रुल्सहरू अनि सबै फलो भएको छ। अहिले चाहिँ हामी यहाँ मेन रोडमा आइसकेको छौँ। यता टुरिखेल नजिक। यता कस्तो दामी छ, कस्तो दामी देखिरहेछ भ्यूहरू। केही हुँदैन। हामी चाहिँ अब रत्न पार्कतिर जाँदैछौँ, अगाडि बढ्दैछौँ। देख्न सक्नुहुन्छ काठमाडौँको नाइट भ्यू यस्तो। यो चाहिँ वान वे छ बाटो, ठ्याक्क रत्न पार्कबाट यता टुरिखेल साइडको। खै मलाई थाहा छैन पहिलाको बस पार्क कता हो। यो हो, यही जस्तो लाग्छ पहिलाको बस पार्क। बेलुका हिँड्नु चाहिँ मजा हुन्छ काठमाडौँमा। घाम पनि हुँदैन त्यस्तो, उज्यालो लाइट जताततै देख्न सक्नुहुन्छ। कस्तो दामी छ। अहिले ठ्याक्क हामी रत्न पार्क आइपुग्यौँ। अहिले हेर्न सक्नुहुन्छ रत्न पार्क। आइम रत्न पार्कको पुलमा चढ्दैछौँ हामी। आइपुगिसक्यौँ हामी पुलमा। यता देख्न सक्नुहुन्छ यता पसलहरू छ। दिउँसो चाहिँ देख्दैन पसलहरू, बेलुका चाहिँ रहेछ। कस्तो दामी देखिरहेछ। काठमाडौँको यस्तो छ। विदेशको जस्तो देखिरहेको। आमा कस्तो दामी देखेको। यो हो नि त काठमाडौँको सुन्दरता। कस्तो दामी देखिरहेछ। हामी अहिले यता आएको छौँ दाजु। यस्तो देखिरहेछ। कता कता यता धेरै यस्तो दामी देखिरहेछ नि। काम भएन। हेर्न सक्नुहुन्छ रत्न पार्कमा एक्सर्साइज। अब गएर फेरि सुत्दिन, निन्द्रा लाग्छ। यस्तो छ यस्तो छ।
काठमाडौँ 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 जस अहिले बेलुका पनि साँझ पर्छ होइन काठमाडौँ एकदमै चहल महानगरले हो त्यो बेलुका 11 बजीसम्म चलाउँछ एकदमै त्यो अनि त्यसले चाहिँ यस सहज बनाएको छ उहाँहरूलाई यो पार्क हेराइदिनु पार्कभित्र छ यता यता पार्क छ यो भित्र त्यस्तो यस्तै राम्रो छ जोस् यहाँभित्र अनि दिउँसो खोल्छ यहाँ चाहिँ अनि यसै नजिक एउटा जिदवान बाइकी छ सक्नुहुन्छ जिदवान बाइकी हो कि यसो पानी यो चाहिँ पैसा अटोमेटिक तिरेपछि गर्छ होइन डबली निस्केर पैसा त्यहाँ डबली हालेपछि पानी खान पाइयो नेपालको मसिन जस्तै भयो जापानको सबै ठाउँमा त्यस्तो भए त राम्रो हुन्थ्यो एकदम जापान यता हस्पिटल देख्न सक्नुहुन्छ वीर हस्पिटल अगाडि आइपुगिसक्यौँ हामी कस्तो उज्यालो थियो लाइट उही कस्तो दामी देखेको कस्तो उज्यालो देखिरहेछ आमा राइट भिडभाड खतरा छ भन्दैछ यस नेपालमा अब बजारहरू सुरु हुन गइरहेको छ यता दिउँसो चाहिँ दिँदैन बेलुका चाहिँ दिँदो रहेछ आजकल यता देख्न सक्नुहुन्छ भिडभाड बढ्दैछ पसलहरू अब भट्टाभट पसलहरू बस्न थालिसकेको छ ओहो खतरा देखिरहेछ वीर अस्पताल एकदम खतरा हो कि विदेशी मोडल अनुसार यो वीर हस्पिटलमा सबै सुविधा आइसकेको छ हाइस यो हो नि त यो बजार त्यही 2 घन्टा 8 बजीदेखि 2 बजी 10 बजीसम्म हुन्छ 2 घन्टासम्म यो बजार सस्ता सुविस्ता पाउँदै हुन्छ कसैले जरुरी छ भने 2 घन्टा खुद्रा बजार आहा पसलहरू अहिले भट्टाभट यस पसलहरू बसिरहेछ अहिले पुरै ओहो सपिङ गर्न यता आउनुपर्छ क्या हो सपिङ गर्न यता आउनुपर्छ क्या हो जस्तो लाग्न सपिङ गर्न यता आउनुपर्छ सस्तो नेपाल बन्दैछ नेपाल अहिले चाहिँ देख्न सक्नुहुन्छ यहाँ कस्तो दामी यता यता दाजु के भन्नुहुन्छ हामी चाहिँ अब सिंहदरबार एरिया जान खोज्दैछौँ अगाडि बढ्दैछौँ यहाँ साइडमा टुरी खेल छ टुरी खेल अँध्यारो देखिरहेछ यस्तो दामी देखिरहेछ काठमाडौँको भ्यू अहिले काठमाडौँ अहिले सफा देखिरहेको छ वरिपरि जताततै लाइट्स होइन उज्यालो आइपुगिसक्यौँ कस्तो हावा कस्तो दामी आइरहेछ एकदम खाना खाएर एकछिन बाहिर आम्मामा कस्तो आनन्द भने काठमाडौँ वरिपरि अहिले यता छौँ हेर्न सक्नुहुन्छ यता अहिले पुरै ट्याक्स छ हामी यता आइसक्यौँ ओ सस्तो आम्मामा बजार सपिङ गर्न यता देख्न सक्नुहुन्छ सपिङ ओहो
सस्तो 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 आम्मामामामा जस काठमाडौँ मल अगाडि देख्न सक्नुहुन्छ काठमाडौँ मल अगाडि आइसक्यौँ हामी देख्न सक्नुहुन्छ यता पुरै भिड छ दिउँसो चाहिँ यस्तो देख्न पाइँदैन दिउँसो चाहिँ अब महानगरले दिँदैन अहिले चाहिँ जस यस्तो छ काठमाडौँ मल यस्तो छ यता छ पुरै हिँड्नै गाह्रो भएको छ होइन सस्तो सस्तोमा सस्तो सस्तोमा भाइको कारणले रुममा बस्दा बस्दा भाइहरू अगाडि आइसक्यौँ सबैजना हामी चाहिँ अब सिंहदरबार नजाने भयो अब फर्क्यौँ हामी चाहिँ फर्क्यौँ यस्तो ब्याग छ हामी चाहिँ फर्क्यौँ यस्तो छ अगाडि जस आयो आयो कपडा होलसेलमा यहाँ सस्तो सस्तो सामान पाइन्छ आयो आयो सस्तो सामान चाहियो भने आयो 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 सस्तो सस्तो 500 दुईटा 500 दुईटा 1000को 4वटा 1000को 4 मेड इन चाइना ढाटेको छैन भन्दै हुनुहुन्थ्यो आम्मामामा जुत्ताहरू चाहियो भने यता यता छ यता आउनुहोस् यता कपडाहरू पुरै यता यता ओइ थालहरू पनि आयो आयो सस्तो सस्तोमा दुईटा 100मा 100मा दुईटा 100मा रमाइलो छ यता रमाइलो छ बेलुका आजकल म त फर्स्ट टाइम आएको यता आयो 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 250 आयो 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 यता रमाइलो 90 पुरै खतरा छ यता हामी फर्किसक्यौँ सहीको आयो 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 नाइट बस यता बसहरू टाढा टाढा कता कता जाँदैछ यस्तो अहिले बेलुकाको 8 बजेको छ यस्तो छ यो रत्न पार्क एरिया पुरै सही अब चाहिँ हामी फर्किँदैछौँ अब पुतली सडक हुँदै होस्टेल जाँदैछौँ हामी अब कोठा जाँदैछौँ सपिङ पनि एउटा मात्र भयो अनि घुम्यो यो पेट पनि घट्यो अब चाहिँ खाना खाएर डुम्बुमा भइरहेको थियो डाइजेसन सही हुन्छ खाना पच्यो अब रुममा गएर पढ्ने सर्ने फ्रेस हुनुपर्छ अब यस्तै हो अब भिडियोहरू यस्तै हो अब आउँदै गर्छ हो अनि जस अब रेगुलर अब डेली भ्लग हाल्न पाउँदिनँ तर पनि अब भिडियोलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि लाइक सब्सक्राइब सेयर सँगसँगै मिठो माया दिँदै गर्नु होला पूर्ण भिडियो आउँदै गर्छ तपाईँहरू धेरै तका साथ अगाडि बढ्दै गर्नु होला ल दाजु केही भन्न चाहनुहुन्छ
केही छैन। ओके, आजलाई अब भिडियो चाहिँ यति गर्न चाहन्छु। हस् त, बाई बाई। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला है। बाई बाई। ओके।